पनि मेरो मुख स्लिप भन्दैन टङ स्लिप हुने गयोरी ल्याइदिएको अनि म धेरै खुसी। कसैले दियोस् भने चाहिँ आश चाहिँ म कहिले गर्दिनँ। म उसको लाइफमा यति म्याटर गर्छु भनेर कसैले दिँदा चाहिँ अनि मेरो मन छुन्छ। यसरी छ यो पछाडि चाहिँ त्यो डल जस्तो छ, त्यो सिप छ, मैले आफूलाई खुसी पार्नको लागि गिफ्ट दिएको। स्वार्थी पनि हो नि त होइन, अरूको आश गर्नु, अरूले दियोस् अनि म खुसी हुन्छु भन्नु। अनि मेरो हेयरस्टाइल हेर्नुहोस् फर्स्ट है, यो सामान्य छैन। यो चाहिँ के हो भन्दाखेरि रिङ होइन है, यो चाहिँ गिफ्ट हेरेर तपाईँलाई राम्रो त लाग्दैछ नि, तर धेरै राम्रो नि गिफ्ट दिनु भनेको चाहिँ गिफ्ट दियो भने म धेरै सोचेर दिन्छु। मैले त झन् बेसी पाएँ नि त होइन, म त खुसी भएँ। बर्थडे गिफ्ट्सहरू हो, यो प्री बर्थडे गिफ्ट्सहरू हो। धेरै कुरा छ, यस्तो कुरा गर्नु हुँदैन। यहाँ रमाइलो गराउनु भएको रमाइलो गराउँछ, सानो ठाउँ त हो कस्तो साह्रो। हे एभ्रिवान, वेलकम टु माई च्यानल। एन्ड आज चाहिँ न त ब्लग हुन आँटेको छ, न त कुकिङको केही म बनाउन आँटेको छु। आज चाहिँ म तपाईँहरूसँग बोल्ने छु होइन। अनि टाइटल हेरेर मतलब आउनुभएको छ, अब बुझ्नुभयो के हुन आँटेको छ भने हो यही मेरो जुन यो जिब्रो लटपटिन्छ नि हो, त्यही मलाई बेटर गर्नु मन छ क्या। मलाई मेरो कम्युनिकेसन स्किल राम्रो गर्नु मन छ। ब्लगमा नि म धेरै बोल्दिनँ नि त, अरूको क्याप्चर गर्छु नि, अलिअलि बोल्दा पनि मेरो मुख स्लिप भन्दैन टङ स्लिप हुने, यही भनेको क्या, यही टङ स्लिप हुने यताउता हुन्छ नि त। अनि मलाई त बेटर गर्नु मन छ। अब मेरो दिमागमा त अब तपाईँहरूलाई त्यस्तो हुन्छ कि हुँदैन होइन, मेरो दिमागमा चाहिँ फरर बोलिरहेको हुन्छु, म सोचिरहेको हुन्छ होइन, तर जब म बोल्छु नि हुन्छ त्यहाँ हुन्छ। अनि यहाँ मेरो बिन ब्यागमा बसेर आज भिडियो बनाउन आँटेको छु म। अनि अलिअलि ट्याटु आउँदैछ होला, अब के गर्नु, यस्तै छ। माइक युज गरिरहेको छु र पनि अब यस्तै छ, के गर्नु होइन। मेरो बिन ब्याग चाहिँ सानो भइसक्यो, किनभने धेरै टाइम भयो क्या यो आएको। तपाईँहरूसँग बोल्नु ओर्नु आएको हो म आज चाहिँ होइन। मैले भनिहालेँ, मलाई आफ्नो कम्युनिकेसन स्किल बेटर गर्नु छ, मलाई कम्फर्टेबल हुनुहुन्छ क्यामेराको अगाडि होइन। केही न केही सिक्नु छ नयाँ कुराहरू, त्यही भएर मैले यो भिडियो पनि बनाउन आँटेको। अनि म बोलेर तपाईँलाई बोरिङ गर्दिनँ होइन। कसैले बोलेको बेसी हेर्नु मन छ होइन, कसैले सुन्नु पनि छैन, हेर्नु पनि छैन, थाहा छ मलाई। तर म कोसिस गर्छु इन्ट्रेस्टिङ बनाउनु होइन। मलाई साथ दिनु होला, सपोर्ट दिनु होला। आशमा त गर्न सक्छु, अर्थ म फोर्स त गर्दिनँ। अनि मैले साँच्चै प्री वेडिङ बनाएछु प्री बर्थडे गिफ्ट पाएको हो त भन्दाखेरि हो पाएकै हो, तर बर्थडे गिफ्ट भनेर पाएको होइन। अनि यो चाहिँ मेरो दादाले दिएको हो क्या, ल्याइदिनु भएको हो। दिएको भन्दा नि मैले यस्तो यस्तो छ भनेको थिएँ, अनि उसले लिएको हो। उसले अब बर्थडेमै दिनुपर्छ भन्ने खालको होइन, त्यही भएर यही हो क्या मेरो लागि बर्थडे गिफ्ट। अनि यो चाहिँ छ, यहाँ के छ भन्दाखेरि यसको प्रनाउन्सिएसन मलाई मिस्टेकै हुन्छ जस्तो लाग्दैछ होइन। बाजरा हो के यहाँ देखिएको छ होइन। यहाँ चाहिँ लोकेसन पनि छ कि यहाँ। यो चाहिँ काठमाडौँमा भएको स्टोर हो। अनि मैले चाहिँ इन्स्टाग्राममा अनलाइन देखेको थिएँ क्या, सिल्भरहरूको यस्तो के भन्छ फ्यान्सी टाइपको आइटमहरू बनाउनुहुन्छ क्या। अनि कस्तो राम्रो राम्रो देखेको थियो। अनि डेलिभरी चार्ज हुन्छ क्या, अब कसरी तिर्नु त्यत्रो डेलिभरी चार्ज हुन्छ। अनि खासै अर्डर पनि गरेको थिइनँ, मतलब गर्नु थिएन, त्यही भएर त्यतिकै भइरहेको थियो। अनि अस्ति भर्खर दादा गएको थियो क्या काठमाडौँ। दादा चाहिँ म भन्दिनँ, तर पनि अब भिडियोको अगाडि भने म सुमितै भन्छु, उसको नाम सुमित हो। अनि त्यतिखेर ऊ जाँदाखेरि चाहिँ अनि मैले यस्तो यस्तो छ जान लिएँ भनेको थिएँ। अनि उसले गयोरी ल्याइदिएको, अनि म धेरै खुसी छु त्यसमा होइन। गिफ्ट्स भनेको मलाई धेरै मनपर्छ क्या। म आश चाहिँ गर्दिनँ, म भन्दिनँ पनि होइन। त भनेर दिएको गिफ्टको केही अर्थ छैन जस्तो लाग्छ मलाई चाहिँ। अनि गिफ्ट्स भनेको त के दियो भनेर भन्दा पनि, के दियो खालको भन्दा पनि त्यसको पछाडि जुन त एफर्ट लगाएको छ नि, कसैले मेरो बारेमा सोचो भनेर मेरो लागि के गरौँ, मेहनत गरौँ, त्यस्तो टाइपकोले मलाई अलिकति त्यो पाराले चाहिँ मलाई गिफ्टहरू मनपर्छ। अनि
कसैले दियोस् भने चाहिँ आश चाहिँ म कहिले गर्दिनँ होइन, नचाहिँदो लाग्छ मलाई। तर आश नगरी पनि कसैले म उसको लाइफमा यति म्याटर गर्छु भनेर कसैले दिँदा चाहिँ अनि मेरो मन छुन्छ होइन, मलाई धेरै राम्रो लाग्छ। अनि गिफ्ट्स भनेको मलाई धेरै मनपर्छ। यो पछाडि देख्नु हुँदैछ नि यहाँ हेर्नु है, यो पछाडि चाहिँ नि त्यो डल जस्तो छ, त्यहाँ सिप छ, त्यहाँ बोर्ड छ, त्यो घडी बनाएछ, त्यो अलार्म छ नि त्यो, अनि फेन छ, त्यहाँ डल छ नि। यहाँ पछाडिदेखि यो झुमर जस्तो के भन्छ यसलाई, यो ड्रिम क्याचर झुमर बनाएछ हो। यो सबै मैले आफूलाई नै गिफ्ट गरेको हो क्या। मलाई जे इच्छा लाग्दै गयो, मैले सानोमा जे मैले पुरा गर्न सकिनँ, बिस्तारै बिस्तारै जोड्दै पैसा यताउता गरेर मैले आफूलाई खुसी पार्नको लागि गिफ्ट दिएको। आफूलाई नै खुसी पार्ने हो क्या लाइफमा। अरूको आश गर्नु अलिकति स्वार्थी पनि हो नि त होइन, अरूको आश गर्नु अरूले दियोस् अनि म खुसी हुन्छु भन्ने त चाहिँ पाइ त्यही हो। अनि नयाँ आएकै यसरी राख्नु पऱ्यो क्या। अनि त्यति भन्दै अब म चाहिँ सायद मैले केही छुटाइन त होला नि होइन, सबै भन्यो होला। अनि मेरो हेयरस्टाइल हेर्नु So beautiful, so elegant, just looking like a wow. भन्नु र नसोध्नु होला, कमेन्ट गर्नु हुनुहुन्न मलाई थाहा छ, तर पनि मैले ट्राई गरेको क्या। ओके, अब यहाँ चाहिँ छ गिफ्टहरू। अनि मैले यो चाहिँ अस्ति नै आइसकेको हो क्या गिफ्ट। अब त्यो भिडियो बनाउनु चाहिँ मलाई ढिलो भएको थियो, अनि बर्थडे आउँदैछ मेरो, अनि म खुसी छु, धेरै खुसी छु। अनि यो यसमा चाहिँ मेरो मात्रै छैन, उसको लागि पनि उसले किन्नु खोजेको थिएन दादाले, तर मैले भनेर हेर्न भनेको थिएँ नि त, एउटा उसले किनेको छ, डेडीको लागि छ, मम्मीको लागि छ, अनि मेरो लागि अलिक बेसी छ। मैले मन पराएको आइटमहरू थियो नि त बेसी, अनि त्यही भएर अब म यहाँ चाहिँ छ होइन, यसरी देखिएको छ कि छैन यसरी छ, बक्समा छ कि, एउटा बाई एउटा निकाल्छ। अब जुन आउँछ म त्यही पाराले अब भिडियो भन्छु के हो कस्तो हो भनेर होइन। अनि यो चाहिँ म कहाँ राखौँ भयो क्या, यहाँ राख्दा साउन्ड आउँदैन कि जस्तो लाग्छ, आउँछ। Bombastic side eye, criminal offensive side eye, bombastic side eye, रिस उठ्छ, ट्याट्या पारेको गर्नु पर्दैन नि त होइन, स्याहारी ठाउँछ त कस्तो साह्रो। ल सुनेको त छ होला नि होइन। अनि यहाँ छ फर्स्ट है, यो चाहिँ के हो मलाई थाहा छैन, यो अर्डरमा राखेको छुइनँ भने यतिकै थियो, खोलौँ है त। खै त सामानै छैन त, यहाँ रहेछ नि त, यहाँ रहेछ। यो चाहिँ मेरै हो है, देखियो पनि कस्तो राम्रो छ क्या, के भन्नु यसलाई, चेन सिक्री। अब म बर्थडेमा लाउने सोचिरहेको छु, चाँदीको है यो चाहिँ, हेर्नु डिजाइन कस्तो राम्रो छ। अनि यो चाहिँ मेरो हो, लाएर त अब मेरो भ्लग आउँछ नि बर्थडेको, त्यतिखेर हेर्नु होला है, म त्यतिखेर लाउने सोचिरहेको छु। यो चाहिँ भयो मेरो फर्स्ट गिफ्ट, बर्थडे गिफ्ट भनिदिउँ न। अनि अब अर्को है, के निस्किन्छ मलाई पनि थाहा छैन, हेरौँ है। यही हो उसको लागि किनेको, यो चाहिँ रिङ हो। तपाईँको पनि जीवनमा दादा हुनुहुन्छ, भाइ हुनुहुन्छ, या त जीवनसाथी, हुनेवाला जीवनसाथी, रिसेन्टली बाटोमा हुनेवाला जीवनसाथी कोही पनि हुन्छ भने दिँदा हुन्छ। कस्तो राम्रो छ नि त, मनपर्छ नै होला। केटाहरूलाई उयो गिफ्ट दिनु साह्रो गाह्रो हुन्छ क्या, केटीहरूको त जे पनि गिफ्ट हुन्छ, धेरै आइटम छ नि त, केटाहरूको चाहिँ गाह्रो हुन्छ। मेरो कुनै औलामा आउँदैन है, खल्याङ हुन्छ। यसो चाहिँ अटे यस्तो देख्दो रहेछ। यो हो उसको चाहिँ, यो भयो सेकेन्ड होइन। डेली मम्मीलाई दिएको बेला चाहिँ मैले रियाक्सन पनि खिचेको थिएँ,
अनि म यही भिडियोसँग कन्टिन्यू गर्दै हाल्छु अब मम्मीहरूको भिप्राय अनुसार। यो चाहिँ अर्को हो डेरीको मैले यो उहिलेदेखि दिनु खोजेको क्या डेरीको मुखिन दिनमा त्यतिकै भयो मम्मीले राम्रो लाग्दैन यताउता भन्नु फेरि होस् है भने क्या कस्तो लागिरहेको छ अब टाढाबाट अर्डर गर्नु त्यही पनि चाँदी जस्तो आइटम अनि त्यही भएर हो कस्तो छ भने यहाँ देखाउँछु किन्दैन होला हौ 12 किन्छ जस्तो लाग्दैछ मलाई देख्नुभयो यहाँ गणेश हुनुहुन्छ है रोज हो यो यसरी यहाँ कोटहरूमा लाउने भने नि केटा मान्छेहरूको ज्वेलरी आइटम यस्तो गिफ्ट दिने आइटमै कस्तो रेयर हुन्छ क्या खोज्नुपर्छ यो भयो अनि यसमा यो यसको त्यो उयो हो क्या पिन हो क्या यस्तो छ पिन चाहिँ यस्तो छ यो चाहिँ राम्रो हो क्या त्यो यस्तो छ क्या यसमा चाहिँ यो हाम्रो कानमा यसरी टप लाउने यस्तो खालको यस्तो छ कि अनि त्यो बिग्रिँदैन नि त लुगाहरू पनि यसो ठक्क यहाँ छिरायो अनि यसो गरेर यहाँ लगाएपछि अनि यसरी पछाडिबाट यो अड्कायो भने यसरी अड्किन्छ क्या यो ए घोचो हो त्यसरी अड्किन्छ राम्रो छ अब म यसपछि यो रिएक्सन भिडियो हालिदिन्छु डेली यता कस्तो हुनुभएको थियो भनेर के हो सुन पनि आएछ हेर्नु म डेरी देखाउनु यो त काम रहेछ त के हो उयो हो क्या ब्रोज हो क्या त्यो कोटमा लाउँदैन यस्तो त्यहाँनिर त्यो हो क्या यही हो डेरीको गिफ्ट चाहिँ यही हो अब सक्यो अब नेक्स्ट गिफ्टमा जाऊँ यो चाहिँ मम्मीको हुनसक्छ है कि मेरै हो कि एहे मेरै रहेछ है यो चाहिँ के हो भन्दाखेरि मलाई यसबारे धेरै भन्नु छ होइन ठिकै भन्छु होला धेरै बोलिहाल्छु म होइन बोल्दै कहाँबाट एउटा कुराबाट अर्को कन्टिन्यू गरेको हुन्छ क्या म रिङ होइन है यो चाहिँ यसलाई चाहिँ यो के भन्छ भने यसलाई बिच्छु के भन्छ नि यस्तो खुट्टाको टोरिङ भन्छ यस्तो बिच्चामा लाउँछ नि अनि धेरै जस्तो बे भएकोहरूले लाए जस्तो लाग्छ तर बे नभएको पनि लाउँछ भन्नुहुँदै थियो मम्मीले अनि मलाई थाहा नै छैन यो मेरो उमेर हो कि होइन के हो होइन मलाई रातो लुगा मन नपर्ने मलाई रेड कलर यस्तो मन पर्न थालेको छ मैले कुर्ता पनि बनाएको कतिवटा मैले बर्थडेमा लाउने कुरा पनि रातै छ कस्तो राम्रो लाग्न थालेको छ क्या रेड कलर अनि त्यसपछि अर्को भनेको मलाई यो यस्तो कुराहरू क्या यस्तो सानो कुरा त अलिक वुमेन टाइपको कुरा या म्यारिड हुँदाखेरि लाउने टाइपको कुराहरू हुन्छ नि त्यो कस्तो राम्रो लाग्न थालेको छ क्या थाहा छैन मलाई यो मेरो उमेरले गरे हो कि हो अनि अर्को भनेको सुन त्यो झ्याप्प लाउँछ नि त्यो रानी हार त्यो नेक्लेसहरू मलाई हेरै लाग्छ क्या त कत्रो लाग्नु यस्तो सिम्पल एउटा चेनवाला होइन अनि त्यस्तो खालको आइटमहरू राम्रो लाग्छ क्या मलाई चाहिँ सानो खालको तर धेरै होस् त्यस्तो मनपर्ने तर त्यो झ्याप्प लाउनुहुन्छ नि त त्यो बेरमा त हुन त खै के हो थाहा छैन रहरले लाउँछन् कि प्रेसरले लाउँछन् कि सोसाइटीले हेर्छ त्यो अनुसार लाउँछ के हो थाहा छैन होइन तर अहिले मलाई त्यस्तोहरू कस्तो राम्रो लाग्छ क्या सुनको आइटम त्यो झ्याप्प नेक्लेसहरू अनि त्यो लामोहरू हारहरू अनि त्यो पोतेहरूमा यस्तो बनाएको हुन्छ नि अनि अर्को त्यो हरियो पोतेमा यस्तो यहाँनिर लाउँछ नि बे हुँदाखेरि लाउने आइटमहरू कस्तो राम्रो लाग्नु थालेको छ तर नौ म बेको एगेन्स्ट छु होइन रहर छ तर इच्छा पनि हो रहर पनि हो तर डर हो क्या धेरै कुरा छ यस्तो कुरा गर्नु हुँदैन यहाँ रमाइलो गराउनुको रमाइलो गराउँछु म होइन इन्टरटेन गराउँछु गिफ्ट हेरेर तपाईँलाई राम्रो त लाग्दैछ नि होइन खुसी हुँदैछ नि म जस्तै होइन अनि यो चाहिँ छ मेरो मम्मीको दुइटाकै भनौँ तर
मै लाउँछु होला मम्मीको कानमै हराउँछ क्या यस्तो कान तन्किएको छ नि त त्यही भएर त्यो कान यस्तो क्या यस्तो यो के भन्छ त्यो कान छेडेको त्यो यस्तो तलसँग गएको छ क्या अलिकता धेर लगाएर पहिला नै अनि त्यही भएर सानो सानो टपहरू त हराउँछ मम्मीको कानमा अनि लाउनु भयो भने लाउँदा भइहाल्यो यो मम्मी मेरो दुइटैकै हो यस्तो छ कस्तो राम्रो छ है अनि अझ त्यो अघि नेक्लेस देखायो नि तँसँग सोचेर त किनेको होइन तर मिल्छ क्या सेटै कस्तो राम्रो छ त्यो कहाँ पुग्यो देखाउँछ है कहाँ छ यो हो कि क्या इस हेर्नु त मिल्छ र यो सेट बनाउँदा अनि मैले सोचिरहेको छु म बर्थडेमा यही लगाउँछु भनेर सेटै मिलाएर पेज चाहिँ पेज छ त यता टपमा त रियाक्सन दिनु खोज्नु भएको अनि यहाँ पेज चाहिँ पेज छ त कतिवटा पेज छ टपभन्दा पेज बेसी छ त कस्तो छ राम्रो छ यहाँ पनि लाग्यो आँखै लागेन के हो मम्मीले त सुन हेर्ने बानी भएको आँखै नलागे यस्तो गर्नुभयो त यस्तो राम्रो छ चाहिँ त कस्तो राम्रो छ यस्तो छ नि यस्तो कस्तो चाहिँ हो कसरी क्या। यसरी यस्तो हो लाग्दैन? यस्तो चाहिँ हो क्या यसरी चाहिँ अर्को झन्डै म त यता पो घुमाइदिनु यस्तो हो क्या यस्तो चाहिँ हो ए कहाँ यस्तो पनि थाहा हुन्छ त कसरी लाउने भनेर भयो यसरी पो लाउने भन्दै थिएँ धेरै राम्रो नि गिफ्ट दिनु भनेको त्यही भएर मैले कसैलाई गिफ्ट दियो भने म धेरै सोचेर दिन्छु त्यो पाउँदा मलाई कस्तो खुसी हुन्छ भनेर थाहा छ त्यही भएर म त्यही मिहिनेत गरेर अरूलाई खुसी पार्नु खोज्छु मैले बोलेँ राम्रो बोलेँ कि कस्तो बोलेँ आइड होइन हौ तर यति नै थियो गिफ्ट्सहरू अनि फेरि यो यस्तो राख्ने खालको चाहिँ होइन है यो चाहिँ ठ्याक्क जुरेरै हो सबैजना खुसी हुनुभएको डेरीमन पनि खुसी हुनुभएको थियो अनि मैले त झन् बेसी पाएँ नि त होइन म त खुसी भइहालेँ होइन अनि यस्तो गिफ्ट्सहरू कहिलेकाहीँ फ्यामिलीमा त केही नभए पनि किन्नुपर्छ क्या खुसी हुन्छ नि त सबैजना खुसी पार्नुपर्छ आफ्नो फ्यामिलीले कसरी निकाल्छ अलिक आवाज क्लियर आउँदैन जस्तो लाग्छ मलाई त्यहाँपछि अनि यति नै थियो अब गिफ्ट्सहरू सबैले देखिहाल्नु भयो मेरो बर्थडे गिफ्ट्सहरू हो यो प्री बर्थडे गिफ्ट्सहरू हो होइन अनि अब यो लगाएर चाहिँ हेर्नु छ भने चाहिँ अब नेक्स्ट भिडियो मेरो बर्थडेको भ्लग आउन आँटेको छ धेरै टाइम छैन क्या मेरो बर्थडे आउनु अनि यसपालि फर्स्ट टाइम म बाहिर गएर मनाउन आँटेको छु बर्थडे होइन अनि फर्स्ट पनि हो सायद यस्तै साथीहरूसँग कहिले मैले घरमै गर्थेँ क्या पहिला 9, 10मा पढ्दाखेरि पनि अनि योचोटि चाहिँ फर्स्ट टाइम म यसरी बाहिर गएर गर्न आँटेको छु त्यही भएर म एक्साइटेड पनि छु खुसी छु खुसी हुनुपर्छ है खुसी हुनुपर्छ जीवनले जति रुवाए पनि खुसी हुनुपर्छ भन्ने चाहिँ मलाई लाग्छ अनि बर्थडे त्यो टपिक नभनौँ मलाई धेरै लामो हुन्छ क्या भिडियो अलरेडी मैले यहाँ रेकर्ड गर्दा 16 मिनट जति भइसकेको छ सो या द्याट्स अल फर टुडे आई होप यु लाइक दिस भिडियो होइन कस्तो थियो मैले कसरी बोलेँ म बिचमा के भने मैले म सिक्दैछु अनि सिक्दै भयो नि यही भने सिक्ने प्रोसेसमा अब मिस्टेक त भइहाल्छ होइन अनि त्यहीबाटै सिक्ने हो त्यही मिस्टेक गर्दै चाहिँ सिक्ने हो अनि मलाई यो क्यामेरामा यस्तो कम्फर्टेबल हुनु ओर्नु धेरै टाइम लागेको छ नै जस्तो लाग्छ मलाई मेरो प्राइभेटमा कस्तो छु त्यो टाइममा नै धेरै टाइम लाग्छ जस्तो लाग्छ किनभने म इन्ट्रोभर्ट हो होइन अनि इन्ट्रोभर्ट भन्दाखेरि साई पर्सन होइन क्या त्यो कस्तो मिसकन्सेप्सन छ जस्तो लाग्छ मलाई चाहिँ इन्ट्रोभर्ट भनेको चाहिँ कस्तो हो भने एक्लै नै खुसी हुने क्या त्यो अरू चाहिँदैन अरू मतलब हुन्छ उनीहरूको क्लोज जानुहुन्छ क्या उनीहरूसँग खुसी हुने भयो त धेरै हुल यति भिडमा यस्तो चाहिँदैन क्या त्यो मन लाग्दैन अनि इन्ट्रोभर्ट भनेको चाहिँ कस्तो भने बोल्न नसक्ने होइन क्या बोल्न सक्ने तर
दे चुज नट टु स्पिक टाइपको हो, तर म इन्ट्रोभर्ट हो, त्यो चाहिँ हो होइन। सानोदेखि नै तर इन्ट्रोभर्ट मात्रै होइन कि, म चाहिँ इन्ट्रोभर्ट विथ सोसल एन्जाइटी पनि हो क्या। त्यही भएर चाहिँ मलाई त्यो प्रब्लम लाग्छ। अनि म त्यो ठाउँमा म बोल्न सक्छु तर म बोल्दिनँ भन्नेको चाहिँ म भन्नु छ। कति ठाउँमा मलाई लाग्दैन, मलाई इच्छा लाग्दैन, मलाई दुनियाँसँग गएर बोल्ने गर्नु मलाई मन लाग्दैन, मेरो मनै छैन क्या त्यो धेरै त्यो कन्सर्टहरूमा जाने, त्यो धेरै मान्छेहरू भएकोमा जाने, त्यस्तो झ्याउ लाग्छ मलाई। आनन्दले आफ्नो घरमा आफ्नो मनले रुचाएको मान्छेहरू नजिक बसेर आनन्दले पिसफुल टाइपको त्यस्तो खालको रहर लाग्छ। धेरै घुलमिल गर्नु, फेक बनिनु, त्यो एकछिनको नाटक पार्नु, हाय त्यस्तो मलाई आउँदैन। मैले कसैलाई जज गरेको होइन, हुन्छ नि मान्छे त्यस्तो टाइपको नि हुन्छ, सबैजना टाइपको हुन्छ, तर म त्यो टाइपको हो भन्ने खोजेको। लु भयो, धेरै भयो म गलेँ। यसरी बस्ने भएको क्या, यहाँनिर पछाडि छैन सपोर्ट, अनि त्यही भएर। अनि यति नै थियो आजको भिडियो। मैले अघि पनि भनेँ होइन, अब अरू त के भन्नु छ होइन। मेरो गिफ्ट पनि यति नै थियो। आई होप यु लाइक दिस भिडियो एन्ड किप वाचिङ माई भिडियोज। अनि लाइक सेयर गर्नु, सब्सक्राइब गर्नु त म कहिले भन्दिनँ भिडियोमा, किनभने त्यो त नभने पनि मान्छेलाई मन लाग्यो भने गर्नुहुन्छ जस्तो लाग्छ क्या, त्यही भएर। तर अहिले मैले भनेँ होइन, इन्डाइरेक्टली भने, अब त्यति नै हो। ओके, सी यु इन नेक्स्ट भिडियो अन फ्राइडे होइन। म विकली भिडियो हाल्छु नि, विकलीमा एउटा फ्राइडे। सी यु अन नेक्स्ट फ्राइडे। टिल देन किप वाचिङ माई भिडियोज। आजको लागि बाई।